अधिकतम एउटा स्वच्छ वातावरण कायम राख्ने, रुखहरू रोप्ने, प्लास्टिकहरू विस्थापित गर्ने, विशेष गरेर क्लब, स्कुल र हामी सामाजिक गतिविधिका अगुवा व्यक्तिहरूको बीचमा हामी महत्त्वपूर्ण अन्तर्क्रिया र विद्यालयका भाइ बहिनीहरूलाई वक्तृत्व कला उहाँहरूको क्षमता अभिवृद्धि गर्ने। यसमा एकातिर गएर स्वच्छ स्वस्थ सफा हराभराको कन्सेप्ट छ भने शैक्षिक स्तरमा पनि छलाङ मार्ने यो मल्टिपर्पजेस कार्यक्रम बनेको छ। त्यसो भएको हुनाले यहाँ एकातिर यो कार्यक्रम अन्तर्गत अब यो प्लास्टिक छ। अहिले हुन त यो प्लास्टिक यो स्वाभाविक रूपले आएको छ, यहाँ आउनु हुँदैन। म के भन्न चाहन्छु भने अब यो प्लास्टिक बोक्ने ठाउँमा एउटा झोला बोक्नुपर्ने हुन्छ। यो सिम्बोलिक रूपमा यो प्लास्टिक राखिएको र त्यसको लागि फेरि घरमा धेरै प्लास्टिक हुन सक्छ नि। प्लास्टिक कतिपयले प्लास्टिक बैंक बनाएका छन्, कतिपयले त्यो प्लास्टिक कलेक्सन गरेर सम्बन्धित ठाउँमा यसको चाहिँ रिफाइनिङ हुन्छ।